लु लु मेरो भ्लग चाहिँ भाइरल गर्नु पर्यो केटाहरूले लु है बाई बाई अन्त यो आम्मामा खै भाइ छेल्यो वाह अनि के फाइदा अर्काको ट्यालेन्टमा किन उसलेको फेमस गर्नु खोजेको हामी फेमस गरेर पैसा पाउँदैन पेज तिम्रो हो अन्त अन्त छ त यहाँ फुचे हाम्रो खिलाडीहरू अब आएको भाइ लु म त अब उठेपछि त बाँदर जस्तो कुदेको हो नि हेलो गाइस यहाँ छु फिलहाल चाहिँ म ग्राउन्डमा अनि यो केटाहरू गोली खेल्नु सुरु गर्यो हाम्रो प्लेयरहरू अझै आइपुगेको छैन हो अनि अब आउँदैछ आमा म यहाँ उफ्रिन थालिसक्यो हाम्रो पुच्के भाइ फेरि हो खिलाडी मान्छेहरू मात्रै छ अन्त आजदेखि चाहिँ डेली भ्लग बनाऊ भनेको अल्छी लाग्दै भए पनि के उठेर सिधै आएको त आमा कपाल त यस्तो पो भइरहेको छ हौ त्यसै चिन्ने क्या हौ उठेर आएको भन्छ रोनाल्डोले हो त्यसै चिन्ने भइरहेको रहेछ नि ल अब चाहिँ गोली खेल्नुपर्छ लो केटा हो लु थालु ट्यालेन्ट इन्डियास गट ट्यालेन्टहरू भएकोहरू यहाँ छ है हाम्रो लु आफ्नो लु क्यामेरामा छ अब लु मेरो भ्लग चाहिँ भाइरल गर्नु पर्यो केटाहरूले लु है भाइरल गर्नु पर्यो केटाहरूले लु छिटो ओ दिन्छ किक दिन्छ भयो फेरि मान्छेहरू फेरि पुष्पा जस्तो छ हो टक्कै ओइ खै लु भाइ अन्त हाम्रो केटाहरूको ओ लु यो भाइ खतरा छ है टेडिका भाइ लु भाइ देखाइदियो भाइ ऊ यहाँ फेरि हो आम्मामा खै भाइ छेल्यो यहाँ देख्नु भयो होला हाम्रो दाजुहरू पनि कहाँ कमीको छ त दाजुहरू पनि कमीको छैन सबैजना खिलाडी भाइको लु यता हाम्रो नयाँ भाइको केही छ देखाउनु हाँसेर नि यहाँ पछि हाँसेर नि सक्छ अन्त केटाहरूले दामी हाम्रो केटाहरू ट्यालेन्टेड छ जे होस् ग्राउन्डमा अन्त वाह दामी आयो लु आयो उठो केटा ए गोली कटेर है त तल यो डिलबाट चाहिँ ओह्रालो गएको थियो है ले पुऱ्यायो तर अब हाम्रो भाइहरूले खोइ भाइ गोली खै ल्याउँदैछ यहाँ डिलमुनिबाट गएको छ ल्याउँदैछ भन्दैछ भाइले भाइ लु भाइको टर्न पनि हो यहाँ ट्यालेन्ट देखाउने यहाँ हेर्नु त अन्त लु भाइ इयान भाइको के छ एउटा देखाइदिउ सबले देखाइसक्यो ऊ हेर त अन्त लु भाइले पनि एउटा ऊ हेर ऊ देख्यो ट्यालेन्टको कमी छ हाम्रो यहाँ केटाहरूको भाइले के गर्ने के सोच्दैछ त पुरा लु ब्याक फोल्ड गरिदेऊ भाइ एउटा केटाहरू खतरा छ लु आम्मामा दामी होइन साँच्ची त्यतिको जिउ बोकेर चाहिँ गरेको हो रोनाल्डोले हो केटाहरू तपाईँकै उसले पुऱ्यायो ला पर्खिरहेको छ है साथी तपाईँलाई दाजु पो होला हौ मेरो त गोली बल्ल आइपुग्यो यो डिलबाट गएर चाहिँ के गर्ने तिमी गर त अब के यता गर अनि के फाइदा अर्काको ट्यालेन्टमा किन उसलेको अर्काको ट्यालेन्टको किन फाइदा उठाएको
अर्काको ट्यालेन्टको किन धजिया उडाको धजिया होइन यो किन सोसियल मिडियामा हाल्नु यस्तो बिचरा यहाँ नानीहरूको देखौ तपाईलाई फेमस गर्नु खोजेको मैले हामी फेमस गरेर पैसा पाउँदैन पेज तिम्रो हो केही छैन के? फेमस हुने होइन अब दुःख सुख ट्यालेन्ट चाहिँ देखाउनु जरुरी छ नि त यहाँनिर तिमी देखाउ न त यहाँ देखाइदियो तिमी देखाउ न त कत्रो मान्छेले ट्यालेन्ट देखाउने हाम्रो ट्यालेन्ट यही हो भाइ बोल्नु बोल्नु ट्यालेन्ट यही हो प्यार 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 बोल्यो अर्काको भिडियो रेकर्ड गर्यो भगरको काम के हो भाइ त्यही हो ल त्यही हो त्यही हो वेस्ट अफ ट्यालेन्ट यहाँ अब गोली सुरु हुन्छ यहाँले भाइ भनिदियो केही कुछ यस्तो छ नि त बेजती चाहिँ नगर न मेरो गरेको जस्तै लु पानी खाएर लु है स्टार्टै म्याच अब फेरि हाम्रो केटा रेडी हुँदैछ लु यहाँ मेरो पनि भिडियो देखाइदिइहाल्यो यो पनि हल्का हल्का एडिट गरेर हाल्छु म हो बेजती गर्नु खोजेको कि तर अलिकति भए पनि कन्फिडेन्स छ है भाइ बोल्नु मलाई साथीहरू यतिको चाहिँ हुन्छ हरामी चाहिँ तर यो मान्छे यहाँ ओ फेरि कटाइहाल्ने केटा हो नगर न हौ त्यस्तो बिस्तारै खेल अब चाहिँ डिलपट्टि चाहिँ प्याट्टै ल लो 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 आज त मान्छेहरू गुटुटु भयो तर जे होस् मजा आयो आज लो कहाँ गयो भन त फेरि गयो है अब घर जाने होला बल्लेर ल जानु ल अब घर सबैजना थाक्यो यहाँ च्याप्पै बसिरहेछ हाम्रो प्लेयरहरू जाँदैछ यहाँ दुई भाइ निङ्ग्रो टिपेर पनि गयो यहाँनिर गोली खेलेर निङ्ग्रो टिपेर सब्जीको भ्याल्यु चाहिँ थाहा रहेछ है केटाहरूलाई है बु है हो त दुईटा सवारी खाली जाँदैछ यहाँनिर प्यासेन्जर नभएर होला सायद यहाँ हाम्रो साथी चाहिँ यो डिलमुनि गएको छ तल कम्पनीको उयसमा छेउमा बल ल्याउनु अब खेल्दैन अरे ऊ साथी चाहिँ कहाँ पो बल कटेर बेसी